डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि किन चिन्ता गर्नुहुन्छ? अब पाउँदैन नि घन्टीलाई जिताउनु नै गल्ती भयो क्या। तपाईँ मान्छे आएर ह्यान्डल बसिरहेको देख्न नसक्ने जे खालको दृश्य हामी देख्दैछौँ यो चाहिँ अत्यन्तै अप्रिय दृश्य। सरकारले सुकुम्बासी बस्तीमा बस्नेहरूलाई उचित व्यवस्थापन नगरिकन जथाभावी यसरी चाहिँ नै होइन डोजर चलाएर विस्थापन गर्दाखेरि धेरै समस्या पर्न जान्छ। मान्छे जन्मेपछि घाँस बास कपासको मौलिक हक तपाईँको चाहिँ नि के अरे बेसिक राइट्स उसले चाहिँ नि पाउन जरुरी छ र यो खालको गतिविधि चाहिँ सरकारले तुरुन्तै रोक्नुपर्छ। गरिबहरूको पनि देश हो यो होइन, निमुखा बोल्न नसक्ने पैसा नभएको मान्छेहरूको पनि देश हो। यो पैसा भएको मान्छेहरूको मात्रै देश होइन, यो कुरा चाहिँ एकार होस् है। साथीहरू भिडियो हेरिहाल्नुभयो। भिडियोमा तपाईँको विचार कमेन्ट गरेर